साथीयो यो कालो कच्चु खान पनि राम्रो अरू शरीरमा पनि राम्रो लाग्छ खाएर। र यी यसरी बोक्रा चाहिँ तास्नु पर्यो। यसलाई चाहिँ तास्नलाई चाहिँ अलिकति साह्रो छ, किनभने यो तासुन्जेल चाहिँ पानीमा नपरोस्। तासिसकेपछि यसलाई धुन पनि अलिक साह्रो छ। यो तासेको टाइममा चाहिँ जति अलिकति तपाईँको हातमा पानी पऱ्यो भने झन् साह्रो पर्छ। यो हेर्नुहोस्, यसरी सबै थोक तासेर यो हात कालो भयो। यस्तो खालको कालो, यो चाहिँ आइरनको लागि बहुत राम्रो चिज हो यो कालो कच्चु। र यसरी तासिसकेर यसलाई धुन पनि छप्लङ छप्लङ पाएर चाहिँ धुन साह्रो छ र धुन सकिँदैन। यसो हिसाबले धुनु पर्यो। यसलाई चाहिँ पहिले पनि धोएको थिएँ काटेर ल्याएर पनि। र छेलाई बोक्रो छिलिसकेपछि यसरी धुनु पर्यो पानी हालेर। यसलाई चाहिँ हात हालेर धुनु भने हात चिलाएर भुरकुट हुन्छ। अदुवा, लसुन, खोर्सानी यी सब हालेर चाहिँ मिक्सिङ गरेर यसमा तेल हालेँ हेर्नुहोस्। र यसमा चाहिँ म अब काटेको प्याज छ, काटेको प्याज हालेँ हेर्नु। तपाईँले हेर्नुभयो भने तपाईँहरूको पनि लागि राम्रो हुन्छ, मेरो लागि पनि राम्रो हुन्छ, जसले खान चाहेको छ। र यो लसुन, अदुवा अनि यसमा चाहिँ खोर्सानीको पेस्ट यो हाल्ने। यति हालेर जति पकाइन्छ त्यति राम्रो। मसला जति पकाउँछ कुनै पनि सब्जीमा होस्, म त त्यति खास जान्दिनँ पकाउन, तर जसले जान्दछ त्यसले आफै भन्दछ। र मेरो मसला पाकुन्जेलसम्ममा यहाँ निमक हालेँ। अरू जति स्वाद अनुसारको निमक हुन्छ, निमक बिना त कुनै कामै छैन। र धनियाँ, जिरा, हर्दी अनि यी सब हालेर यसलाई मजाले पकाउनु छ। यसो निबु हो, निबु चाहिँ कालो कच्चुमा चिलाउँछ भन्नेले चाहिँ अलिकति डर लाग्छ। र यसमा चाहिँ निबु हालिदिएको छु हेर्नुहोस्। कुनै यहाँ ठगबाज छैन, पकाएर देखाउँदैछु। यसरी नै पकाउनुहोस्। चिलाउने कुनै पनि पद्धतिले चिलाउँदैन, जस्तै कच्चु होस्। यो काटेर राखेको कच्चुका डाँक्ला मैले हालिदिएँ। र यसलाई चाहिँ जुन हिसाबले म पकाउँछु यसलाई छोपेर पकाइदिएँ सानो आँचमा, किनभने पाक्नु पर्यो। यो चाहिँ डाँक्ला छ, त्यही पनि अझै यसलाई छोपेर पकाउनु छ, किनकि पाकेको छैन। र यो हेर्नुहोस्, यो चाहिँ पाकेको भन्छ। यसलाई चाहिँ यो लत्ती भइछ। यसलाई चाहिँ जसरी पाएर खानु, भातमै खानु, केहीमा पनि खान मिल्छ। मैले त भन्नु सक्दिनँ केमा खानु मिल्छ। म चाहिँ भातमा खाना पकाएको। र लगभग मेरो सब्जी पाकिसक्यो। बोटुकामा हाल्न पनि निकालेँ। र कस्तो लाग्यो भन्नु होला। बाई।